हेलो गाइस, आज म लिएर आएको छु नयाँ भिडियो फ्री फायरको। आज चाहिँ म खेल्नेवाला छु बिआर र्याङ्क, तर नो स्किल्स, कुनै पनि स्किल्सहरू नलाइकन म बिआर र्याङ्क खेल्नेवाला छु। त फर्स्ट म्याच मैले स्टार्ट हुने, हाम्रो म्याच स्टार्ट भइसक्यो। पोग्रेट्री म्याप लगाएर रहेछ। अब जाम कस्तो हुन्छ यो फर्स्ट म्याच हाम्रो गेमको, हेरौँ अब के हुन्छ। फर्स्ट म्याचमै पोग्रेट्री म्याप लाग्यो है गाइस। लक हेर्न सक्नुहुन्छ, कुनै पनि स्किल छैन। पेटको पनि एउटा घटिया पेट स्किल लगाएको मैले। लोड आउटको नि कुनै नि छैन। पेट चाहिँ एउटा जम्मा 10 एचपी बढाउँछ, त्यही नि केही छैन। पेटको स्किन छैन जस्तै भयो। किटी पेट आउन मिल्यो भने हुन्थ्यो, त्यसको स्किलै हुँदैन केटी पेटको। त्यही भएर अब म झरिहाल्छु अहिले नै। यो फ्याक्ट्री जस्तै यहाँ झरिसकेँ म। यहाँ फुटबल पाएँ, फुटबल पाइगएछ मैले। फुटबल त कति माथि जाँदो रहेछ। कन्ट्रेक्ट माथि जाने ट्राई गर्छु, कन्ट्रेक्ट माथि जाँदैन। गाइस अगाडिबाट एनिमी आयो, म यसलाई मार्न लाएँ। मैले मार्नै सकिनँ यार। ल मलाई मारिदियो गाइस, मलाई मारिदियो। ल म फेरि रिभाइभ भइसकेँ। अब म फेरि तल झर्दैछु, फेरि तल गएर फेरि मारिदिइरहेको गाइस। मलाई नमारोस् त्यही भन्नु होला। म रिभाइभ पनि चार्ज हान्न गएको थिएँ, तर पहिला चार्ज हान्न रहेछ त्यहाँ। अब अर्कै ठाउँमा जान्छु। म अर्को ठाउँमा गइसकेँ, तर यहाँ पनि एनिमी छ जस्तै छ, तर नहोस्। यस गाइस, एनिमी छैन। M41 चाहिँ भेटाएँ मैले। M41 मलाई चाहिँ एउटा म्याचमा चाहिँ प्लस चाहिँ चाहिन्छ क्या। माइनस चाहिँ नलाओस्, बरु 1 को प्लस चाहिँ जाओस्। त्यही हो मेरो गोल। एउटा म्याच पनि माइनस लाग्छ। माइनस लाग्यो भने कन्फिडेन्स लो हुन्छ क्या गाइज। पुरा ट्राई हान्ने हो क्या माइनस लाग्ने। गाइज 1 किल भयो मेरो। एउटालाई मारिदिएँ मैले, अर्कोलाई धेरै ड्यामेज छ, तर वाल लाग्यो त्यसले। कस्तो नुब्रेछ गाइज। या रुखभित्र छ भन्ने ठाने होला। यो चाहिँ उताबाट पुरा भाग्दै आइरहेको थियो कि, वाल पनि लाएको थिएन। वाल लाएर भाग्दै आयो भने सेन्स हुन्थ्यो यार। वाल नलिकन भाग्दै आइदिएर। ल अब हेरौँ न। अझै भर्खरै 2 किल त भयो, अझै 45 जना बाँकी छ। मर्न सक्छ। 46 जना भयो। भर्खरै 5.8 भयो। गोल्डन मेडल लग्नुपर्छ यो। गोल्डन कि सिल्भर त लग्नै पर्छ। मलाई हानिसक्यो गाइज, कि रस हान्छ होला त्यसले। के लाग्छ तपाईँहरूलाई? रस हान्छ जस्तो लाग्छ मलाई। यत्रो ड्यामेज दिएछ त कहाँ छुट्छ नि। एउटा मेडी हान्छ कि, मेडी हानेर होइन रहेछ। एउटा मेडी हाने, एउटा इनलर नै हाने। एचपी फुल भयो मेरो। तर पछाडिपट्टि गाइज म भाग्दैछु। एनिमी आउन सक्छ पछाडिबाट, त्यो भएर रिस्क छ। पछाडि हेर्दै जान्छु। यहाँ नयाँ इभेन्ट आएछ, बल बनेर गोल हान्नेवाला। मैले देखिसकेको थिएँ। अब बल बन्छु अनि गोल हान्छु, अनि लुटहरू पाउँछ जस्तै लागिरहेको गाइज। पहिला त्यो स्नोम्यानवाला लबी थियो त फ्री फायर 2019 तिर, त्यो वाला जस्तै छ। त्यो स्नोबल बन्थ्यो त पहिलाको लबी। पुरानो यादहरू आयो अहिले चाहिँ। तर ठ्याक्कै त्यही वाला चाहिँ छैन है लबी। त्यो चाहिँ लबी थियो, यो त गेमभित्रै बन्यो। पहिला नि बन्थ्यो। पहिला 2023मा नि आएको थियो यस्तै अपडेट, स्नोम्यानवाला बन्ने। तर त्यो बिआर र्याङ्कभित्र आएको थिएन, अर्कै भित्र आएको थियो। तर छोड्दैन, अब फेरि आउँदैन। गरिना ल्याउन पनि सक्छ, नल्याउन पनि सक्छ। यसो घुमिरहेको त्यो बलवाला बनेर। अब एनिमी डिटेक्ट भइसक्यो गाइज। एनिमीभित्र जान्छु। उयो एनिमीबाट भाग्दै गइरहेको थियो। अब म मार्न सक्छु कि सक्दिनँ। P90 के सट्टा उ चाहिँ लिनुपर्ने हातमा। छ्या, कस्तो ड्यामेज हान्थ्यो मलाई। मेडी कुनै नि क्यारेक्टर स्किल पनि छैन कि। च्यालेन्ज लिया एउटा हेर्दा पनि छैन कि। कस्तो रिक्वल भयो। ल के भयो यो, सकिया छैन। ल फेरि रिभाइभ भयो त म। फेरि रिभाइभ भयो गाइज। अब फेरि त्यहीँ त झर्दिनँ। यहाँ रिभाइभ पोइन्ट चार्ज गर्छु। रिक्स लिने होइन, एनिमीलाई रिक्स दिने हो क्या गाइज। रिभाइभ पोइन्ट चार्ज गरेर ठ्याक्कै एनिमी आयो क्या त्यहाँ चार्ज गरेर हात।
ठ्याक्कै म जाने बित्तिकै आयो क्या त्यहाँ, नत्र तनै अर्को ढिलै रिभाइभ भएपछि नत्र त मारिदिन्थ्यो। ढिला रिभाइभ भएको फाइदा भन्छ क्या यसलाई। ढिला रिभाइभ भयो, राम्रो गनहरू पनि पायो। अब चाहिँ जाने हो त्यता, गइरहेको छु हातमा प्याराफल बोकेर। तर के गरौँ, अलिकति एनिमी नै देखाएन, यति पनि देखाएन, यति पनि पिक देखाएन गाइस त्यसले। मलाई पछाडिबाट नि लागिरह, पछाडि साइडबाट नि हानिरह एउटा एनिमीले। धेरै ड्यामेज हान्दैछ क्या यिनीहरूले दुइटैले। एउटाले चाहिँ रस हानिरह, युएमपी छ। युएमपीले आजकल धेरै रिकल गर्छ, जम्मा 18 ड्यामेज 2 गोली हाने, 2 गोली त लाग्नै पर्ने यार। अर्कोले मारिदियो, वाल लाएर हिल गर्छु। हिल मेरो कम्प्लिट हुन लागिसक्यो, कम्प्लिट भयो गाइस। एउटा इनहेलर हानिदिन्छु, पुरा म्याक्स हुन्छ हेल्थ। एउटा वाल लाउने लुट हान्ने हो। यसको सबै लुटहरू लिइसक्यो, राम्रै लुट रहेछ। इनहेलर ल मेडिकिट चाहिँ धेरै रहेछ यसित। अब के गर्ने, राम्रै लुटहरू रहेछ। अब मिनी टरेट आउँछु, जान्छु यतातिरबाट। यहाँ बसेर फाइदा खाने सबैतिरबाट हानेर पछाडिबाट आयो। म्याक्सले भुटिदिएर हाने गाइस, कस्तो भुटुवाहरू आहा गेमतिर। गाडी लिएर आयो, डाइरेक्ट भुटिदिएर हाने, कस्तो रिस उठ्छ क्या यस्तो भएको बेला चाहिँ। गाइस कहाँ क्लिक गरेँ मैले, यस्तो इन्ट्रेस्ट आयो। यो नयाँवाला इभेन्ट आएको रहेछ क्या गाइस फुटबलबाट। म्याचमा आएँ म डाइरेक्ट। अब यो म्याचमा कस्तो जान्छ, पहिलाको म्याच जस्तो चाहिँ नहोस्। पहिलाको म्याचमा कस्तो नुब्ला थियो यार। आयो गाडी लियो भुटतिर, आमा प्रो प्लेयर। गाडी लियो भुटतिर। ल गाइस स्क्रिन अलिकति भए कुनै ठाउँहरूमा चाहिँ उता स्क्रिन रेकर्डिङ कट भयो है। त्यो अलिकति यही कट भयो गाइस। योभन्दा अगाडिको त्यो थियो त त्यही कट भएको के। त्यो पुरै कट भयो क्या त्यो, त्यही भएर अलिकति देखाउन मिलेन। तर 5 किल हानेको थियो गाइस यसमा। 5 किल हानेर सिल्भर मेडल आएको थियो। त्यो 5 किल हानेर सिल्भर मेडल। त्यही भएर यो अलिकति त्यो भएछ, स्क्रिन रेकर्डिङ गरेको थिएन क्या मैले, त्यही भएर पुरै ब्ल्याक भयो क्या। छोडिदिनु है त्यो चाहिँ, अर्को इग्नोर हान्नु ल। यति इग्नोर हानिदिनु। अरू ठाउँमा चाहिँ हुनसक्छ। यो क्लेम हान्छु, मिसन कम्प्लिट गरेको हुनसक्छ। कम्प्लिट हानिसकेँ मैले मिसन। एकचोटि ट्रेन हानिसकेँ। अब हेरौँ म चाहिँ कति टाइम लाग्छ मिसनहरू कम्प्लिट हुन। अनि बिआरमा मास्टर पुग्न। यसको पार्ट 2 पनि आउँछ। पार्ट 2 पनि हेरिदिनु होला, मेरो च्यानलमा आउने वाला छ। एआरएस गेमिङमै आउँछ, मेरो सेकेन्ड च्यानल छैन। अब म सेकेन्ड च्यानल बनाउँछु, त्यसमा चाहिँ भ्लगहरू अपलोड गर्छु। तपाईँहरू हेर्नु होला, मिनी भ्लगहरू। तपाईँहरू सपोर्ट दिन सक्नुहुन्छ। अब म छिटै बनाउँछु त्यो। त्यसमा अब हाम्रो यहाँ छिटोभन्दा छिटो हाम्रो फर्स्ट गोल 10 सब्सक्राइबर चाहिँ गरिदिनु होला, फर्स्ट गोल। अनि त्यसपछि सेकेन्ड गोल हाम्रो 20। यहाँ नि अगाडि एनिमी, मैले MP45 मलाई मारिदियो। ल गाइस कुरा गर्दा चाहिँ मारिदियो, केही छैन। फेरि बारबाट आएर घर हान्छु। जुजुत्सु काइसेनमा आएको तल झरेँ, कड पाएँ। कड पनि राम्रै हुन्छ सर्ट रेन्जको लागि। G36 अहिले पाएँ, केही छैन, राम्रै हो। कुनै राम्रो गनहरू भेट्टा भए चाहिँ हुन्थ्यो। म्यापमा जोन चाहिँ यसमै छ अहिले। एक्सएमएट पाएँ, एक्सएमएट राम्रो हो सर्ट रेन्जको लागि। SCT र म्याक्स 7 अब चाहिँ भ्याए राम्रो गन भेटाएँ। यहाँ एनिमी झरे जस्तो लागिरहेको थियो, त्यही भएर तल गएको। साइन चाहिँ आएको थियो, तपाईँहरूले हेर्न सक्नुहुन्छ, साइन आएको थियो। तर एनिमी माथि झरेको जस्तो छ कि अर्कै साइडतिर झरे नि हुनसक्छ। यहाँ रहेछ गाइस, 1 किल भयो मेरो। टोटलको 1 किल भइसक्यो गाइस। मेरो प्रो प्लेयर भन्छ जिस्के। 1 किल हानेर प्रो प्लेयर कहाँ हुन्छ नि। प्रो प्लेयर त कहाँ 1 किल हानेर हुन्छ। स्किल्सले म्याटर गर्छ, स्किल्सले। जस्तो राम्रो खेल्न आयो 1-2 किल हानेर के हुन्छ, जस्तो राम्रो खेल्न आयो त्यही प्रो प्लेयर हो क्या गाइस। यो खाएर टपअप सपोर्टले हानेर के हुँदैन। म त धेरै टपअप हाने छैन अहिलेसम्म, जम्मा 2000 को हाने नेपाली रुपिस। त्यो पनि
जम्मा नेपाली रुपिस 2000 प्राइम लेभल 2 छ। तपाईँले देख्नुभयो होला। अब म गाडी लिएर घुम्छु पुरा म्यापभरि, किनकि नो रिक्स लिने होइन, रिक्स लिने हो। हाल नि अब लास्ट जोनतिर आइसकेको म सेकेन्ड लास्ट जोनतिर 15 जना वाला छ। मैले एउटा च्यानललाई यहाँ देखाएको थिएँ कि घोडा लिएर आइरहेको थिएँ। एकजनालाई देखाएको थिएँ क्या गाइस, मैले ऊ देखाएको गाइस। एसी80ले 1 शट हान्छु भने 1 ट्याप हान्छु भने घोडामै झऱ्यो त्यो। अब म ड्यामेज दिने बित्तिकै त्यसलाई बुस्टर अन गरेर जाने हो गाडी लिएर। एसी80को 1 शट लागोस् न। एसी80को 1 शट गाइस 69 को लाग्यो जस्तो लागिरहेको। 69 को लागेको थियो र शट गाडीमा लाग्यो होइन त्यो, होइन लाग्यो हो, लागेर छ गाइस। वाले लागेन, वाले नलागेर मरे यार म। के छैन गाइस। अब यो यसको सेकेन्ड पार्ट आउँछ हाम्रो नेक्स्ट भिडियोमा। प्लिज सब्सक्राइब गरेर राखिदिनु होला नेक्स्ट भिडियो छिटोभन्दा छिटो हेर्नको लागि। ल यो भिडियोमा यति मात्र, आजको लागि यति मात्र। बाई बाई। लाइक, सेयर, सब्सक्राइब। गुड बाई।